हरे कृष्ण एभ्रिवान। मसँग जोडिनुभएका सम्पूर्ण मित्रहरू तथा अग्रजहरू, मैले चाहिँ हजुरहरूलाई आज केही आध्यात्मिक पहिचानको लागि, सद्मार्गमा हिँड्नको लागि अथवा तपाईँहरूले केही आध्यात्मिक पुस्तकहरू पढ्न चाहनुहुन्छ, अभिरुचि छ भने त्यसको लागि मेरा लागि इस्कन टेम्पलले एउटा डिसेम्बर म्याराथनको समयमा एउटा चाहिँ मलाई अवसर दिनुभएको छ। पुस्तकहरू सेवा गर्नको लागि प्रतिज्ञा गर्ने मेरो अठोटले गर्दाखेरि तपाईँहरूलाई पुस्तक वितरण गर्दैछु। तपाईँहरू कसैलाई मैले ल्याएका यी पुस्तकहरूमध्ये कुनै पुस्तक हजुरलाई पढ्ने इच्छा जागेको छ अथवा छ भने मलाई सम्पर्क गर्नुहोला। म त्यो पुस्तक हजुरहरूलाई उपलब्ध गराइदिनेछु। र तपाईँहरूमध्येमा केही हरेक मानिसहरूलाई एउटा समस्या हुन्छ जीवनमा। त्यो समस्याहरूको समाधानका लागि समाधानको एउटै मार्ग भनेको भक्ति हो। जुन भक्ति मार्गमा चाहिँ हजुरको यो पुस्तकहरूबाट विभिन्न नलेजहरू लिएर तपाईँको जीवनमा एप्लाई गर्न सक्नुहुन्छ। म केही पुस्तकहरू तपाईँहरूलाई सेयर गर्नेछु। श्री कृष्ण भक्ति निर्देशिका भगवान श्री चैतन्य महाप्रभु प्रेम अवतार भयो। वैष्णवाचार्यहरूको भजन छ यसमा। एकादशी महात्म्य, गीता रत्नमाला, भगवद् गीताको सार, भगवद् गीता भएको रस सागर श्री कृष्ण, हरे कृष्ण मन्त्र र आनन्द, हरे कृष्ण चुनौती, जन्म र मृत्यु, कृष्ण भक्ति निर्देशिका। यी मध्ये कुनै पुस्तक पढ्नु छ भने कृपया सम्पर्क गर्नुहोला।